वचनमा हो वचनमा अहिले हाम्रो फेरि यस्तो छ हाम्रो त ढुङ्गाहरूको बस्ने ठाउँ यस्तो ढुङ्गाको बस्ने हेर्नुहोस् यस्तो छ दामी छ नि यसको खुट्टाहरू पनि देखाइदिउँ न यी चुला तीन चुला मनै रमायो ट्रेलमा हामी गोठालो गर्दैछौँ है कुनै खैरेले पनि यहाँ बजेट हालेर पनि यहाँ आइपुग्नु सक्दैन नै हामी जतिको रमाइलो गर्नु सक्दैन नै गोठालो गर्न रोनाल्डो आउँछ एक दिन मेस्सी आउँछ भन्न रोनाल्डो आउँछ मेस्सी आउँछ सिमाना फेरि यता को आउँछ दयाङ राई आउँछ सौगात मल्ल आउँछ हाम्रो हिरोहरू सबै आउँछन् यस्तै ठेटे बाटो हेलो साथीहरू के छ ठिसमा हो हामी ल है यस्तै छ बन्द पनि बोक्नु पर्ने क्या गेटिस देखाइदिनु न गेटिस ए गेटिस त बन्दै छ नि अलिक त लैजा न क्या गेटिस यहाँ गेटिस कहाँ थियो यो त फेरि लाबर राखेमा किनेर कसरी हामी शिकार उद्घाटन कालिज अस्ति यस्तो मजा आएको यार कालिजको बच्चाहरू कहाँ पर ल क्या दामी घेरा लगाएको हामीले लट्ठीले कुद्नु पर्दैछ गेटिसमा ताकेर यस्तो छ सुलिली कुदी आकाशको मौसम भनेको आकाश हो कि आकाश यहाँ आकाश बादल हो त्यो आकाश बादल खाएर गयो छ नि फेरि जनो के त क्या सिन छ ठुकेको ल यही बेला नुनमाङ तपाईँ यति बेला आएको नि हामी फोटो खिच्नु टेम्के नि गयौँ अझ यो बेला टेम्के हामी आलु बोकेर टेम्के जाउँ फेरि पैसा भरि 1500 त होइन हेर्नुहोस् गोठाले जिन्दगी यस्तो छ वस्तुहरू चल्दिरो छ डाँडा धेरै नै ठाडै डाँडा छ यता अगाडि देख्नु न पछाडि उल्टो हिँड्नुपर्छ यसरी त यता ओह्रालो आफै देख्नुहोस् यता उकालो हजुर टेम्के जाने कुरा गरेको चल्छ दसैँ तिहार भयो भने चाहिँ थुप्रै हुन्छ क्या फेरि त्यतिखेर जानु त्यतिखेर चाहिँ माथि मयुगसम्म पुग्ने टार्गेट छ टार्गेट छ के गर्नु यार जानुपर्छ नि मसमै भयो भने म चाहिँ अब परिस्थिति नहुने भयो नि यार परिस्थिति आउनु पऱ्यो नि त्यतिखेर म कहाँ हुन्छु कहाँ सुन्नु भयो भने त आउँछु कहाँ कसम आउँछु रहनु त्यतिखेर मलाई फ्री हुन्छ फ्रिडम होइन कन्ट्याक्टमा रहनुपर्छ म अलिक कमाउनु जान्छु त्यो अलिअलि लिएर होइन गाडीबाट आउनु जानु के ठुलो कुरोबाट होइन यसो साथीभाइ भेट गर्नु पाहुनाको रूपमा सबैको चिज हुन्छु होइन त्यही हो